सो हेलो एन्ड नमस्ते सम्पूर्णमा मेरो नाम चाहिँ कुमार गुरुङ अनि अहिले चाहिँ हामी कुवे सिटी घुम्न आएको छोटो क्लिप हजुरले हेरिदिनु होला। अहिले चाहिँ हामी भर्खरै जाँदैछौँ कुवे सिटी, त्यो देख्न सक्नुहुन्छ टावर, त्यसको पछाडि चाहिँ कुवे सिटीको टावर छ। यो चाहिँ कुवे सिटी भयो अनि यहाँबाट चाहिँ अलिकति उता जानुपर्छ ट्याक्सीमा। मजाले हेर्नु होला। अनि यो चाहिँ कुवे सिटीको टावर भयो। नमस्ते साथीहरू, म चाहिँ कुवेतमा छु अहिले, कुवे सिटीको टावरमा। राम्रो छ। देख्न सक्नुहुन्छ मेरो पछाडिको चाहिँ कुवे सिटीको टावर हो। यहाँको दृश्यहरू एकदम राम्रो छ। बिहान आउनुपर्छ यहाँ चाहिँ। हरियाली बिहानको 5 बजे आयो भने हजुरहरूलाई एकदम राम्रो हुन्छ। घाम झुल्केको हेर्न पाउनुहुन्छ। बिहान आयो भने यहाँको दृश्यहरू एकदम राम्रो छ। आनन्द पिसफुल हुन्छ यहाँ आयो भने चाहिँ। अनि त्यसपछि चाहिँ यता आयो हामी चाहिँ पुलमा। कुवे सिटीको टावरको अलिकति यतापट्टि हो। एकदम राम्रो हुन्छ यहाँ चाहिँ। आनन्द यसो हेऱ्यो, पानी जहाजहरू ढक्क लाएर यहाँ चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले। बिहानको घाम झुल्किने एकदम पिसफुल, आनन्द, हरियाली, खुसियाली, उमङ्ग छाउँदै हामी देख्न सक्नुहुन्छ यो दृश्यहरू। अनि यो समुद्रहरू देख्न सक्नुहुन्छ। परको चाहिँ सिप भयो, ठुलो पानी जहाज। हामी चाहिँ हल्का यसो फोटोसुटहरू हान्दै अनि त्यो परिको सहरहरू हेर्दै, पानी जहाजहरू हेर्दै हामी आफ्नो आनन्द फिल गर्दै बसिरहेको छौँ। त्यो चाहिँ पुल हो, कुवे सिटीको पुल। एकदम राम्रो छ। त्यो सहर भयो, ठुल्ठुलो सहर। अनि अहिले चाहिँ हामी जाँदैछौँ घरतर्फ। यो चाहिँ कुवे सिटीको ठुल्ठुलो बिल्डिङहरू भएको ठाउँ भयो। हल्का फोटोसुटहरू हान्दै हामी घुम्दै फिर्दै गर्दै हिँडिरहेको छौँ हामी यतातिर साथीहरूसँगै घुम्दै फिर्दै आनन्दसँग हिँड्दै डुल्दै। अहिले चाहिँ हामी घर जान लागेको छौँ। Thank you for watching. Keep loving. Subscribe my YouTube channel.